माछा परे जस्तो सङ्केत भएको हो म्यान माछा पर्नु आँटेछ लाउँ क्यामेरा भाइ के हुँदैछ उता उता जाउँ त अब उताको पटको यता आउँदैन माछा परेको छ मोन्स्टर फिसको लागि हामी माछाले बल्छी तानिरहेको छ देख्न सक्नुहुन्छ तपाईँहरू लगे माछाले निकै ठुलै माछा परेको सम्भावना बोकेर हामी यहाँ वीर गोर्खालीहरू माछाले त्यो बल घुम्नु काट्दै म्यान आऊ न तिमी यहाँ उता ह्यान्ड ओभर गर न माछा उता जाँदैछ फेरि जाँदैछ म उतै गएर तपाईँलाई माछा देखाउँछु ल पर्सुको मुस्कानमा slowly man come on man cameraman तिमी चाहिँ अलिक परबाट ल क्यामेराम्यानलाई धमास आउँदैछ आज माछाको माछा देखियो नि छेउमा तान्दै माछा पल्टिसकेको छ क्यामेराम्यान जाँदैछ 45 एङ्गलबाट खिच्नु पर्ने तर So let me see here. त्यसलाई म यो बेस यसरी बित्दिन्छु यो माछा तान्ने यसलाई भन्छ आज पक्राइ ठिक हुँदैछ एकदम यो विक्रमले मारेको है यो चाहिँ हाम्रो यो एउटा फिसिङ टोल छ यहाँनिर हामी 3 भाइ जस्तै राजेश विक्रम र पर्स तिनजना मिलेर मारेको यता यहाँ राजले सानो मारेको छ यहाँ आज खै कति त्यसको नानी मारे गर्व पतनको चाहिँ केस लाग्ने कुरो छ कहाँ उ यत्रै छ नि पर्यो यत्रै होला नि कि लामो सुतामा लाग्यो नि निकाल्छु म तिमी यता भिडियो आइरहेको छ मलाई नलाग्छ निकाल्यो माल चाहिँ कस्तोमा अड्केछ त्यो केमा अड्केछ भन्ने कुराहरू त्यो अलिक उमा जाउँ होइन मासतिर होइन जाँदैन गएको यही हो क्या होइन नि यो होइन त्यो त अर्कै कत्ले छ नि यसलाई कति भाग लाने 30 भाग हुन्छ उसलाई देखाइँदैन नि त त्यो त फोटो मात्रै देखाइन्छ नि त आज 6 वटा जान्छ जस्तो त टाउकोमा मात्रै माछाको बलात्कार हुँदै क्यामेराम्यान उसको साथमा कस्तो अप्ठ्यारो प्लास निकाल्यो नि बिचमा छ प्लास दोरीमा बुन्नु सफल दुईजना नेपालका जनसेनाहरू अब उयो निकाल्यो उसले यो प्लासले त्यति आए बनाइदियो
यो माछा मार्दा चाहिँ कस्तो अनुभव भइरहेको कहाँ निस्किने रहेछ भने निस्किन्छ होइन त्यो अघि त्यसले गर्नुहुन्छ के कसोमा रहेछ अनि कस्तो गाना छ बनाइहाल्छ नि गनाको गनाको कुहिएको आज अब मोन्स्टर फिसहरू मार्ने बेला यस्तोमा रहेछ नि त नि यतिखेर चाहिँ रहेछ नि त केटातिको चाहिँ के हो यही खाले माछाले चाहिँ पोहोर यही ठाउँमा भैँसी खाएको भन्ने कुरो जुन यता 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 फर्का झुन्डा Are you feeling good? Good. Yeah? झाड बोकेर आएको बजाइदिन चाहन्छ भाइ भोलि धुने यसो गरौँ कि म्याम काठ बोक्नु गयो नि त कहिले गएर काठ बोक्नु छ बोक्थ्यो कि नेपालमा त तपाईँहरूतिर एसडिओ हो नि एसडिओ नि जम्मै एसडी त नि त्यो भिडियोहरू पो अब युट्युबहरू कस्तो के छ भने आजको सरसल्लाह